खुट्टा भरि हेर्नु नि यसरी हाने मलाई यसरी हान्नु राम 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 अब यो देखाउने ठाउँतिर पनि छैन म फेरि म देखाउँदिन यो फेरि कतै फेरि कालो गरेको कालो लाएर आए भन्ला मलाई हैन सामान्य हो अङ्गमा पनि छ तपाईको चोट लागेको यता यता त्यो पुलिसहरु फेरि हैन त्यो त्यत्रो भिडमा पनि त्यो अब त्यो भिडमा होला नि मे कमाइदिने झ्याप्रा झुब्रु ब्लाङ बाङ ब्लुङ ब्लाङ हालेर मेरो एउटा 15-20 जना केटाहरू पुलिस केटाहरूले यसरी हातपात गरे मलाई यसरी कुट्यो हैन तर म भन्न चाहदिन यत्रो हानेर मलाई के भयो नि यत्रो त चाकमा डाम्ला बसेछ मेरो यत्रो त यो तिखाइ भरि गाउँ यत्रो हान्छ भएन भने किन म डराउनु केपीओसँग हामी लाखौंको गाडी करोडको गाडी चढेर हामी आन्दोलन गरे हुन्छ कि अर्काको भागभुडी चोर्न जान्छ हामी के बोला यस्तो यो आणे लाणे कुराहरु यो त्यो घर चाहिँ हामीले जलाएको हैन एमालेको राजावादीहरुले जलाएको यो एमालेको कार्यकर्ताहरूले हामीलाई बदनाम गर्नको लागि र यसको क्षतिपूर्ति चाहिँ हाम्रो दाइले के दुर्गा दाइले तिराउनको लागि यो राज्यको एउटा उनी हो सक्दैन अब इन्डियाबाट आउँछ अब सेना अब हाम्रो लागि अब इन्डियाबाट आउँछ जनता अब राजा ल्याउनको लागि हामी मर्न पनि तयार छौं मार्न पनि तयार छौं राजावादीले तोडफोड गर्यो चोरी गर्यो त्यो हामीले होइन त्यो सबै गरेको एमालेको सिभिलमा यति धेरै मान्छेहरु थियो हैन त्यसरी मलाई नि आक्रोश गरेर म माथि नै त्यत्रो ग्यास फाल्नु भनेको त्यो शान्तुनी कुरा होइन नि त कस्तो आदेशले गोली चलाउनु भयो त्यसरी मान्छे मार्ने हो ठीक छ 2-4 वटा मान्छे मर्नु पर्छ राजा आउन लागि नभए राजा आउँदैन यो देशमा हिजो घटना म पनि मर्थ्यो होला नि त मलाई कतिवटा प्रहरीले मलाई हानेको थियो त कति चोट छ मेरो शरीरभरि यो मेरो तिखाभरि मेरो हरेक कुरामा चोटै चोट म पनि मर्थ्यो होला नि हिजो घटनामा राजा ल्याइन्छ र हामी आफू पनि मरिन्छ र मारिन्छ एमाले छ नि पत्तासा भन्छ पत्तासा ल एमाले ठु भन्ने हुन्छ ल कोटेश्वरको भाटपट्टि पनि लुटियो त्यो हामीले लुटेको हामीले लाडे लुटेको नगरी यो हामीले लुटेको यो केपी ओलीकै के अरे कार्यकर्ता केपी ओलीले पठाएको मान्छेले लुटेको है फेरि त्यो हामीले लुटेको हामी लुटेको छ भने एउटा पनि शर्मिला बाबुले लुटेको र दुर्गा प्रसादले लुटेको छ भने हामी तिर्न तयार छौं हामीले आन्दोलन सुरु गरेको सामाकोसीदेखिबाट त्यसपछि हाम्रो आन्दोलन फेरि दुर्गा दाइकोबाट सुरु भइरहेको थियो हामी चाहिँ एक ठाउँमा जम्मा भएर चाहिँ आन्दोलन